20-25 हजार रेन्ट तिरेर बस्नुभन्दा त्यति पैसा तिरेर आफ्नै प्रपर्टीको मालिक भएर बस्नु राम्रो होइन र? अब रेन्ट तिरेर अरूको लोन क्लियर गर्ने होइन, आफ्नै प्रपर्टीमा इन्भेस्ट गर्ने हो। थोरै डाउन पेमेन्टबाट प्रोसेस स्टार्ट गर्न सकिन्छ। मन्थली इएमआई तिरेर आफ्नै एसेट बिल्ड गर्ने कि रेन्ट तिरेर बसिरहने? यो एकदम राइट टाइम हो। लो प्राइस एन्ट्री प्लस ब्याङ्क सपोर्ट प्लस फ्युचर ग्रोथ। यदि इन्भेस्ट गर्न चाहनुहुन्छ भने इन्भेस्ट भनेर मेसेज गर्नुहोस्। म तपाईलाई फुल फाइनान्स ब्रेकडाउन पठाइदिन्छु।